गुड इभिनिङ साथीहरू सबैजनालाई नमस्ते नमस्कार छ हाम्रो भ्लगमा। हामी चाहिँ जान गइरहेको छौँ हामी बौद्ध रातिको भ्यू हेर्नलाई। हामी अहिले जाँदैछौँ खोला धोबी खोलाको बाटो करिडोर। यहाँ त्यस्तो राम्रो छ कि अब फुल फुल्न लागिरहेको छ। अनि आजको मेरो स्कुटर चलाउने मलाई बोक्ने साथी हुनुहुन्छ अनु गुरुङ। उहाँले मलाई आज बौद्धसम्म चाहिँ पिकअप गर्नुहुन्छ। अनि त्यसपछि यता चाहिँ सबै यो धोबी खोलाको करिडोर हो। अनि यताबाट हामी कहाँ जान्छौँ भने अब अनामनगर पुगिसक्यौँ। अनामनगर पुगेर हामी सेतो पुल, रातो पुल, कालो पुल हुँदै हामी कहाँ जान्छौँ, चाबेर जान्छौँ। अनि जानु गइसकेपछि हामी त्यहाँबाट हामी बौद्ध जान्छौँ। तपाईँ हेर्न सक्नुहुन्छ धोबी खोला करिडोरको बाटो। आज हाम्रो एक्जाम पनि सक्यो, फाइनली सकेर हामी चाहिँ घुम्न हिँडेको। यस्तो राम्रो भ्यू छ नि, मोबाइलमा चाहिँ भ्यू देख्छ राम्रो। जाँदैछु पल्टनमा आउनु है। अनामनगर मुनि मुनि जाँदैछु। अहिले चाहिँ यो धोबी खोलाको पुल खोलामा कि अब फुल यस्तो राम्रो फुल्छ कि रातो पहेँलो सेतो सबै फुल्छ। अनि त्यसपछि यो सफा हुन्छ यस्तो राम्रो। तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले चाहिँ एकदमै बाटो खाली छ। यो करिडोर भएर पनि होला अहिले राति चाहिँ अलि प्याक नै हुन्छ, जाम हुन्छ। अनि जाममा पऱ्यौँ कि क्या हो। हामी सेतो पुल आइपुग्यौँ, हामी सेतो पुल आइपुग्यौँ। सेतो पुल काठमाडौँ भ्यालीको धोबी खोलाको एरिया हेर्न सक्नुहुनेछ तपाईँहरू। ऊ त्यहाँपट्टि जाम छ, खोलाको मुनि पुल मुनि जाम छ खोलामाथि। हेलो पप्पी। हामी एउटा पुल क्रस गऱ्यौँ। हामीले 3वटा पुल क्रस गऱ्यौँ। एउटा बानेश्वर बिजुली बजारको ठुलो पुल, अनि त्यसपछि अनामनगरको पिङ्क कलरको पुल, अनि त्यसपछि यो सेतो पुल, अनि यता चाहिँ रुख छैन। अब हाम्रो कालो पुल होइन रातो पुल आउँछ। रातो पुल आइसकेपछि मात्रै कालो पुल आउँछ। अनि कालो पुल आइसकेपछि पहेँलो पुल आउँछ। पुलै पुल छ धोबी खोलामा, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ पुलै पुल। तपाईँहरू पनि हेर्न सक्नुहुनेछ। ला ला ला। आज एक्जाम सकेर कस्तो फिल भइरहेछ साथी? आजको यात्रा कहाँसम्मको हो नि साथी? हामी चाहिँ 5:15मा हिँडेको होला। यो चाहिँ रातो पुल है, रातो नै छ पुल पनि। यताबाट चाहिँ हाम्रो गौशाला जान्छ, यताबाट चाहिँ हाम्रो ज्ञानेश्वर साइड जान्छ। अनि हामी चाहिँ मुनिबाट जान्छौँ चाबेर। जाँदैछु पल्टनमा भन्ने गीत मात्रै आउँछ। किन हो
कसले मलाई त्यो गीत मात्रै आउँछ हो किन किन अब यो फुलहरू यस्तो राम्रो फुल्छ कि अनु होइन अब फुल्छ कि यस्तो रातो पहेँलो सबै फुल्छ भरि कस्तो यो पनि त्यो बालेन हुँदा त सफा गर्थ्यो अहिले त सफा पनि गर्दैन बालेन नभएर हो कि क्या हो अब चाहिँ हामी कालो पुल आइपुग्नु लाग्यो फाइनल्ली जाम भइरहेछ तर पनि हामी चाहिँ अगाडि बढ्ने कोसिस गरिरहेछौँ भोट केमा घन्टीमा भनेर भइरहेछ चुनाव प्रसार भइरहेछ यसपालिको निर्वाचन रमाइलो हुन्छ जस्तो लाग्छ कालो फुल यो चाहिँ हाम्रो मेलम्चीको पायल भोलिको मोमो खाने प्लान के भयो त दिदी भनेको मैले रिप्लाई नै गर्दैन त यार भोलिको मोमो खाने प्लान केही भएको छैन सक्सेस होला छैन अब भोलिको मोमो खाने प्लान हुँदैन अब आजै खानु पर्छ केही हुँदैन यो चाहिँ के रहेछ हौ यस्तो यो धोबी खोलामा सफा पानी भयो त यो आयो भने त है यस्तो राम्रो हुन्थ्यो होला काठमाडौँ पनि हरबर एकदम स्वच्छ पानी यो फुल फुल्न लागिरहेछ अनि यो पनि फुल्न लागिरहेछ बर्खा नै राम्रो तर डुबान हुन्छ कि बेसी हामी जाँदैछौँ चाबेर पुग्न लागि तर के गर्नु बेला बेला जाम हुन्छ ला 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 दुई खोली दोवाना हो दुई खोली दोवाना भन्दै त्यही हो आइतबारबाट त थर्ड इयर आइतबारबाट क्लास न्यू म्याम न्यू टिचर आइतबार हाम्रो ओरिएन्टेसन हुन्छ हाम्रो थर्ड इयर हामी फाइनली थर्ड इयर पुग्यौँ खुसी छौँ अब 1 इयर छ 1 इयर पछि त आफै कमाउने भयो भने चाहिँ त्यही खुसी छ मलाई चाहिँ अहिले चाहिँ अरूकोमा पैसा माग्नु पनि माग्नु पनि लाज लाग्छ कमाउनु सकेको छैन कसैले कमाउने मान्छेले पाल्दैन अनि कमाउने मान्छे खोजेर जाम भन्दा नि हुँदैन भेटिँदैन अनि के गर्नु कोसँग जाम हो सिस्टर अब थर्ड इयरमा खोज्नु पर्ला कोसँग जाम हो यता साथीहरूले खोजिदिन्छ कि भन्ने लागेको अब नातिनु अब थर्ड इयरमा खोज्ने हो जस्तो अब आफै खोज्ने हो जस्तो तस्तो गरेर खोज्नु पर्यो थर्ड इयरमा त खोज्नै पर्यो नि यार ला 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 जाम त्यो बाटो यस्तो जाम हुन्छ हौ बेलुका त गाडी सबै भिए यो गाडी पनि मेरो एउटा गाडी भइदिए त हुने नि हाम्रो पहेँलो पुल आउनु लागि सबै गाडीहरू जाम भइरहेछ यो धौबी खोला करिडोर पहेँलो पुल भन्दा मुनिबाट जाने हो रातो पुल सेतो पुल कालो पुल मुनिबाट जाने है साथ
ट्रेन के गरेको ए पोल चेन्ज गरेको रहेछ पोल चेन्ज गरेको सिधै चाबेल आइपुगेकै छैन हामी यता हेर्नु त कस्तो सफा धोबी खोला सफा गर्दैछन् हौ हेर्नु है धोबी खोला सफा गर्दै हुनुहुन्छ हाम्रो धोबी खोला सफा हुँदैछ जाँदैछु कार वास रे खोइ अब कहिले आफू कमाउने भइन्छ कहिले त्यसपछि मात्रै कार सार सबै सोचौँला अहिले त आफ्नै पीडा छ त्यो पीडाबाट निस्किनु मन छ अरू केही होइन यताबाट जाऊँ न यताबाट पुग्छ वान वे जस्तो छ हामी काबेल पुग्न लागिसक्यौँ अनि यो चाहिँ हाम्रो चावलको बाटो तपाईँले के भन्नुहुन्छ म केही बुझ्दिनँ त्यही पनि म हिँडिरहेको छु ओम हो माझा गुरु पेमा साधु यो एउटा मन्त्र बस्ने ठाउँमा बसौँ है एकचोटि 3 फर्का घुम्नु पर्दैन 3 त अनि पुगिहाल्छ नि त ए 3 फर्का घुमेर उता गएर बस्ने हामी 3 फर्का घुमेर उता गएर बस्ने लाइटहरू बगानमा छ है बल्ल हामी लाइटहरू बलिरहेछ बल्ल भर्खर स्टार्ट हुँदैछ हामी चाहिँ कहाँ आएको अरे बौद्ध घुम्न आएको बत्ती बाल्न आएको फर्स्ट टाइम म 3 राउन्ड घुमिरहेको छैन 2 राउन्डसम्म छ छैन पठाइदिनु है भने तपाईँको मात्र भराइदिन्छु ब्लगमा हाल्नु परेन हामी घर फर्किँदैछौँ हजुर पशुपति एरिया हामी जाँदैछौँ बौद्धबाट पशुपति हुँदै भनिसोर यस्तो पशुपतिमा चालोको चालिका कृष्णजीलाई मन पर्ने राधिका गौशाला तेलगङ्गा अहिले खाली छ बाटो राति हिँड्नुको मजा छुट्टै आनन्द हुन्छ सधैँभरि यसरी राति हिँड्नु पाऊँ अनि पछाडि बसेर चाँडी भिडियो बनाउनुमा
पनि आउनु पर्यो है भ्लग चाहिँ मिनी भ्लग ब्लग आउनु पर्यो हाम्रो आजको मेरो साथी मलाई पछाडि राखेर घर लगिरहेछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्न लागिरहेछु यस हामी एयरपोर्ट के अरे यस्तो गर्छ क्या त्यसले झ्यालबाट हो तपाईँले त्यो ए कृष्ण यस्तो राम्रो भ्यू छ हामी जाँदैछु भिडियो बनाउनु भएको हो यहाँ ए त्यही भएर त्यसले त्यस्तो गरेको थाहा छ हाम्रो कहिले आउने हो हामी यो चाहिँ भनेको हाम्रो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट जाने बाटो त्यहाँ ट्राफिक परि हुनुहुन्छ या भ्यू यस्तो राम्रो यो बाटो हुँदै हामी कहिले जाने यस्तो राम्रो भ्यू त्रिभुवनमा टु टाइम्स आयो हामी हामी कहिले आउँछौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुनि मुनि चाहिँ हामी घर जाँदैछौँ हामी अहिले सिनेमागर पुग्न लागिरहेछौँ हाम्रो ट्राफिक सर्दै आउनुहुन्छ चेकिङ गर्दै हुनुहुन्छ यता चाहिँ नमस्ते पोजिसनमा वेलकम गरिरहेछ अब के हेलो ट्राफिक सर भनेर भन्दिनँ म मार्छ होला मलाई हामी चाहिँ कुनै आइपुग्नु लागि मेरो साथी चाहिँ स्कुटर चलाउँदा थाकिसक्यो ल म चाहिँ भिडियो बनाउँदा थाकिसकेको छु यताको बाटो भनेको पानीश्वरबाट आउँछ भने यता चाहिँ भनेको कोटेश्वर जाने बाटो हो हामी यता जाने अनि त्यसपछि त्यहाँबाट यता राइट साइड हो यहाँबाट एकछिन यता होइन अब यता साइड लाइट बाल्नु यता साइड लाइट बाल्नु गयो है म त देख्छु हामी तिनकुनेको बाटो यस्तो सुनसान रातमा तिमी छौ साथमा त्यस्तो छ हालत कसरी हामीलाई चाहिँदैन कि है हामी आफै साथी गयो नि रमाइलो भइहाल्छ हामीलाई कसैले चाहिँदैन हामी आफै रमाइलो गरिरहेछौँ सुनसानी रातमा कलम छ साथमा यो लाइटले गर्दा होला कस्तो राम्रो देख्ने के है भ्यूहरू हेर्नु न यस्तो राम्रो देख्ने के यस्तो पनि हुँदो रहेछ यो चाहिँ भनेको तिनकुने मेन पोइन्ट पानी सोड्ने खोला खोला नजाम हामी आज मेन रोड फेरि रत्नपाडा पुगेर आउने हो कि रत्नपाडतिर खतरा हुन्छ मान्छेहरू धेरै हुन्छ हामी तिनकुनेमा छु यस्तो राम्रो भ्यू देखिरहेछ यो रोडहरू कस्तो राम्रो भ्यू यहाँ
सहर पनि खासै धेरै चाहिँ छैन। यस्तो राम्रो छ नि, विदेशभन्दा चाहिँ कम छैन के। अनि हेर्नु न यहाँ विदेश जस्तो फिल भएन? अँ, ल हेर्नु अब विदेश कस्तो लाग्यो। विदेशभन्दा कम छैन है हाम्रो काठमाडौँ सहर पनि। घुम्न आउनुहोस्। हराएमा डर छैन? हराएमा डर छैन। घुम्न आउनुहोस्, घुम्न काठमाडौँ सहर। यस्तो रमाइलो छ कि राति राति हिँड्नुको आनन्द। हराएमा डर छैन। जिन्दगानी डर। यो चाहिँ सिभिल हस्पिटल। यहाँ चाहिँ हामी बानेश्वर आउनु लागि। जिन्दगानी दर्पण छाया भन्ने जस्तो। म त यसरी राति हिँड्दा यस्तो रमाइलो राम्रो राम्रो भ्यू देख्छ भने त सोचेको पनि थिएन हौ मैले त। सोचेको पनि थिएन हौ साँच्ची होला। रमाइलो छ हाम्रो काठमाडौँ सहर। यस्तो राम्रो भ्यू देख्छ भन्दाखेरि त म त सोचेको पनि थिएन। यो बानेश्वर एरिया हो। होइन, माथि पुरानो बानेश्वरमा यता होइन। आकाशको तारा धरतीमा सर यस्तो गर्नु पर्ला, यसरी गर्नु पर्ला यस्तो। तपाईँको टाउकोमा आएर भिडियो बनाउनु पर्ला हो। भोइस ओभर गरेर हाल्नु पर्यो कि क्या हो? भोइस ओभर गरेर हाल्नु। मान्छे कस्तो कस्तो गरेर हाल्छ। जे छ त्यही ओरिजिनल हाल्नु।